गाइस हामी चाहिँ चिया खान आएको होइन कलेज आफ्टर कलेज यसो साथीहरूसँग भेट गर्ने हेरेर रमाइलो गर्ने सो सेटीहरू आउँछ कि भनेर भोलि चाहिँ आउँछ होला अनि हाम्रो चाहिँ यहाँ अलिकति एक्सपर्ट लभ गुरुजी होइन बट सिङ्गल एक्सपर्ट बट रेडी टु बी मिङ्गल या सबै कुरा एक्सपर्ट छ अब यस्तो केटीहरूलाई सक्दैन होइन तर अलिकति साई छ भने कसै फ्लड हान्छु तर हान्न त जान्छ नि त भन्छ फ्लड गर्न चाहिँ आउँछ अनि साई छैन अनि किन नहानिकन बसेको भने अब त्यो खोजा जस्तो अलिकति पावरफुल होइन अलिकति पर्मानेन्ट टाइपको जस्ट नट टाइम पास त्यही भएर चाहिँ सिङ्गलै छ गाइस कोही सिरियस छ भने मलाई कन्ट्याक्ट गऱ्यो हुन्छ नम्बर उसले पिन गरिदिन्छ अनि अब म त अब चाहिँ सिङ्गल भइहालेँ हाम्रो लेमन टी चिया आइसक्यो बिहान मिल्क टी चाहिँ खानु हुँदैन भनेर गाइस चिया गफ कस्तो छ ठाउँ एउटा स्विटी उता बसिरहेको रहेछन् ल अब हामी चिया खान्छौँ गाइस गाइस आज आएको छ मासु कुक हुनुहुन्छ यता कटरम्यान हुनुहुन्छ यता आज आएको छ होइन आज के बार हो आज बुधबार गाइज हेलो गाइज वेलकम है हाम्रो डेली भ्लगमा आज चाहिँ बुधबार वेडनेसडे होइन हाम्रो चिकनको सेड्युल छ हाम्रो चाहिँ चिकनको सेड्युल छ आज मेरो बुढीले चाहिँ पकाउँदैछ म चाहिँ यहाँ काट्दैछु गाईहरू है अब यो बेसार चाहिँ किन हाल्यो मासु हाल्नुभन्दा अगाडि भनेर भन्नु होला यो मासु पट्टिँदैन भनेर हो यसरी हालिसकेपछि खोइ नदी गएर खिच्छ न के त फाइनल्ली मासु बाटो खाना बाँकी किन रोइदियो होला त अब फगाएर नजाउँ न एकछिन नगर्नु न ए के डाइटिङ के खाँदै हो फेरि जे पनि भिडियो गर्ने कि अब त ब्लगर भएपछि ब्लगर भएपछि अब परिगयो यो के बहिनी यसको नाम आलस यो आलस यसको फाइदाहरू बताइदिनुहोस् आलस यसले यसको फाइदाहरू धेरै छ होइन मलाई पनि त्यति राम्रोसँग थाहै छैन तर यसले वेट लसमा अनि त्यसपछि कपालहरूको लागि पनि भिटामिनको काम गर्छ अनि प्रेसरको लागि कसैको प्रेसर हाई छ भने पनि यो खाँदा हुन्छ है अब हाम्रो डाडु नै खानु ठिक छ त हाम्रो कुक सर बनाउँछ मैले कुक मिस र कुक सर रे लास्ट पनि छैन अलिकति पनि अनि प्याज काट्ने त दाइ हो नि त फेरि त्यो प्याज मात्रै काटेर हुन्छ अनि तेल पनि हाल्नु अरे